यो जनप्रतिनिधि भएर बाँच्न कतिको सहज रहेछ? जनप्रतिनिधि हुनु सजिलो त छैन, गाह्रो छ। जनताको इच्छा आकांक्षा धेरै हुन्छ, बजेट थोरै हुन्छ, यो भएन त्यो भएन भन्ने हुन्छ। त्यसमा हामीले चाहिँ गाह्रो मान्नु पनि भएन। जनताले पठाएको छ हामीलाई, सहज सकेको पुरा गर्नुपर्छ, नसकेको बिस्तारी गरौँला भन्नुपर्छ। जनताको काम गर्न त्यति धेरै सजिलो छैन। छैन, गाह्रो छ। तपाईलाई वडा सदस्य भएर काम गर्न सजिलो भयो कि मेयर उपमेयर भएर काम गर्न सजिलो भयो? त्यतिखेर कम जिम्मेवारी थियो, आफ्नै वडाको मात्रै। हजुर। अहिले 11 वडा, पहिला 2 नम्बर वडा मात्रै म वडा सदस्य र न्याय समिति सदस्य। आफ्नो वडाको विकास निर्माण हेर्ने अनि न्याय समिति हेर्ने थियो भने अहिले विभिन्न शाखा अनि 52,000 जना जनताको काम गर्नु त धेरै फरक छ। न्यायिक समिति लगायतका 17-18 वटा 19 वटा समितिको प्रमुख तपाईँ रहनुहुन्छ। एउटा नगरपालिकाको सिङ्गो जिम्मेवारी जस्तो तपाईँको काँधमा छ। हजुर। कतिको सहज ढङ्गले सबै जनतालाई खुसी पारेर त्यो जिम्मेवारी पुरा गरेको छु जस्तो लाग्छ तपाईँलाई? म आफैले आफूलाई सकेको मैले गरिरहेको छ, त्यस्तो कसैलाई चित्त दुखाएको छैन भन्ने त लाग्छ। तर कतै कतै चित्त दुखाएको छ भने म चाहिँ चित्त नदुखाउनु, फेरि आउँदो बजेटमा मिलाउला भन्ने गर्छु। बजेटकै सवालमा धेरै प्रश्न तपाईलाई आउने गर्छ। अनि न्यायको सवालमा आउँछ। हाम्रो चाहिँ न्याय समितिको कुरा गर्नुपर्दा यसपालि चाहिँ उत्कृष्ट भएको छ। 20 वटा पालिका मध्ये हाम्रो हरियो नगरपालिका चाहिँ न्याय समितिमा उत्कृष्ट भएको छ। जति जे भए पनि यसरी आफूले गर्दै जाँदाखेरि हाम्रो चाहिँ न्याय समिति सदस्यज्यूहरू र कर्मचारी र मेलमिलापले चाहिँ राम्रै काम गर्नुभएको छ। यो न्यायिक समितिको प्रमुख तपाईँ हैन? हजुर। न्यायिक समितिमा भइसके पछाडि विभिन्न खाले मुद्दा मामिला झमेला झन्झट मिलाउनु पर्ने अवस्था रहन्छ। हजुर। कतिको सहज हुन्छ यो काम गर्नलाई चाहिँ? अर्कालाई मिलाउन कतिको अप्ठ्यारो गाह्रो सजिलो के हुने रहेछ? हामीले बोल्नु जस्तो सजिलो त छैन, एउटा विवाद हो। र हाम्रो चाहिँ समिति चाहिँ अलि मलाई जहाँसम्म लाग्छ मेलमिलाप समिति र न्याय समिति चाहिँ अलि दोहोरो भएको र कर्मचारी पनि भरपर्दो भएकोले चाहिँ अलि सहज भएको जस्तो चाहिँ मलाई महसुस भइरहेछ। कस्तो खालको मुद्दाहरू तपाईँकोमा धेरै आउँछ? बढी सिमाना सिमाना भइगयो, लेनदेन भयो, एउटा केटाकेटीको विवाद, श्रीमान श्रीमतीको, महिलाको भयो, आउँछ। घर झगडा, घर परिवार, पारिवारिक सामाजिक आउँछ। तपाईँ एउटा महिला, पहिला पनि न्यायिक समितिको सदस्य भइसकेको मान्छे, अहिले न्यायिक समितिको प्रमुखको जिम्मेवारीमा पनि हुनुहुन्छ। हजुर। घर झगडा लगायतका विषयहरू, महिलामाथि हुने हिंसाका विषयहरू कतिको आउँछन् तपाईँको टेबलमा? यो हिंसाको विषयमा र बढी यो साँझ सिमानाको बारेमा चाहिँ आउँछ। मिलाउन कतिको सजिलो हुन्छ? अप्ठ्यारै हुन्छ, तै पनि सहज मानेर मिलाउनु पर्छ। कस्तो सहज मानेर भने चाहिँ? समन्वय गर्नुपर्छ आफ्नो समितिहरूसँग र पक्ष विपक्षसँग मिलाएर गर्नुपर्छ। त्यो कतिको सजिलो निर्णय चाहिँ गर्नु मिल्दैन। कतिको सजिलो हुने रहेछ भने क्या? त्यो सजिलो काम नै हो, जुनै काम चाहिँ सजिलो त हुँदैन, अप्ठ्यारो त अप्ठ्यारै हुन्छ। तर अप्ठ्यारोको बावजुदमा पनि हामीले मिलाउनै पर्छ। नमिलाएकोमा हामीले अदालतमा पठाउँछौँ। तपाईहरूले के मिलाउन पाउनुहुन्छ, के मिलाउन पाउनुहुन्न, के केस हेर्न सक्नुहुन्छ, कुन मुद्दामा तपाईँहरूले हेर्ने नहेर्ने भन्ने कुरा तपाईँहरूलाई थाहा छ? हजुर। फौजदारी मुद्दा हामीले हेर्नु मिल्दैन। हजुर। हामीले देवानी मुद्दा हेर्ने हो। हजुर। देवानी मुद्दाको लागि फौजदारी मुद्दा पनि आउँछ। हामीले यो मिल्दैन, हाम्रो क्राइटेरियामा पर्दैन, हाम्रो अधिकार भन्दा बाहिर भनेर चाहिँ हामीले
अदालतमा पठाउनु पर्छ। तपाईहरुलाई त्यो अधिकार मेरो यति मात्रै छ भनेर कसले भनेको? यो चाहिँ स्थानीय तहमा हाम्रो यो किताबमै आउँछ त, कानुनले दिएको तोकेको हुन्छ त। अदालतबाट पनि आएर तपाईहरुलाई यस्तो कुराहरुको जानकारी गराउने, यसरी आउनुस् भन्ने खालको ट्रेनिङ गराउनु पर्ने भन्ने खालको पनि विधानमा उल्लेख छ भन्ने कुरा हुन्छ। तपाईहरुले त्यो कार्यक्रम पाउनु भएको छ? हजुर, हाम्रो चाहिँ त्यो कार्यक्रम केही वर्षको एकचोटि दुईचोटि उहाँहरू आउनुहुन्छ। तपाईहरुको क्राइटेरिया यति मात्रै है, योभन्दा बढ्ता नहुनु है भनेर उहाँहरूले भन्नुहुन्छ। त्यो तपाईहरुसँग त्यसो भए समन्वय भइरहेछ, एकदम भइरहेछ। तपाईहरुलाई उहाँहरूले जानकारी गराइरहनुहुन्छ। हजुर, सबै ठाउँमा यो हुन्छ भन्दैनन् क्या? यो काम चाहिँ अन्य पालिकाहरूमा त्यस्तो धेरै समन्वयात्मक हिसाबले भएको छैन भन्ने कुरा आउँछ। हजुर, त्यही भएर सोधेको तपाईलाई चाहिँ। तपाईँलाई त्यो जानकारी छ कि छैन? वकिल साहबहरूले सिकाउनुहुन्छ कि हुन्न भन्ने कुरा? वकिल साहबहरूले भन्नुहुन्छ, अरू साथीहरूले, उपप्रमुख, उपाध्यक्ष साथीहरूले भन्नुहुन्छ। तपाईँ उपमेयर भएर आइसके पछाडि हरियोनका जनताले जुन अपेक्षा तपाईसँग गरेका थिए त्यो अपेक्षा पूरा गर्न सकियो जस्तो लाग्छ कि लाग्दैन? हुन त अघि तपाईँले भन्नुभएको थियो बजेटकै कुरा आउँछ भनेर। त्यहाँका जनताले तपाईँ महिला, त्यसमाथि पनि जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ हैन, के भन्छन् त्यहाँका मान्छेले तपाईलाई? मानिस जन्मेदेखि पूरा कहिले पनि हुँदैन रे, अपुरो अपुरो। म आफै पनि अपुरो। एउटा प्रतिनिधि गरेकोले गर्ने मान्छेले अपुरो भन्नु चाहिँ मिल्दैन। उहाँहरूलाई मैले सकेसम्म पुरो गर्दा गर्दै पनि कोही ठाउँमा छुटिन गएको, कोही ठाउँमा आफूले भने जस्तो नभएको त्यस्तो पनि हुन्छ। तपाईले गर्न सक्ने चाहिँ के हो जस्तो लाग्छ उपमेयर भएर? उपमेयर भएर गर्न सक्ने सबभन्दा अब शिक्षाको कुरा गर्नु पर्दा म त साक्षरता मात्रै हो, साक्षर मात्रै हुनुहुन्छ। हजुर हजुर। अनि म जस्तो अरू नहोस् भनेर चाहिँ यो 1 र 2 नम्बर चाहिँ विगत हाम्रो चाहिँ दुर्गम वडा भएको कारणले यसमा चाहिँ ब्याजदर पढेको छोरीलाई मात्रै भनेर चाहिँ 2 लाख छुटाएको थियो पहिलो वर्ष। उहाँहरूलाई चाहिँ केही प्रोत्साहन, केही हौसला होस् भनेर चाहिँ पहिलो वर्ष 2 लाख छुटाएको थियो। दोस्रो वर्ष तेस्रो वर्षमा आयो, अलि मलाई गाह्रो भयो छुटाउनुलाई। त्यसैले अब मेरो कार्यकाल पनि सक्न लाग्यो, अब एकचोटि मैले छुटाउँछु जस्तो चाहिँ मलाई लागिरहेछ। 11 वडामा वर्षक 2-2 लाखको दरले ब्याचलर पढेका छोरी मान्छेका लागि हजुर प्रेरणाको लागि यो चाहिँ ब्याचलर पढेका छोरी मान्छेलाई किन दिने पैसा? विपन्न वर्ग होइन, छात्रवृत्ति र उहाँहरू चाहिँ प्रेरणाको लागि, हौसलाको लागि छोरीले अझै जागिर खानुपर्छ, पढी लेखेको छोरीले काम गर्नुपर्छ इमानदारीका साथ भनेर चाहिँ अझ हौसलाको लागि चाहिँ दिनु चाहिँ मलाई लागिरहेछ। छोरीहरूलाई पढ्नको लागि प्रेरित गर्ने कुरा तपाईको यो चाहिँ मैले पहिले नै बोलिसक्यो। अहिले मैले घोषणा त गरिसक्यो। मैले यो चाहिँ अलिकति हिम्मतले जितेरै बोलेको। हिम्मतले जितेर बोल्नु भएको। कार्यकाल सकिन लाग्यो? अब हाम्रो सकिन लाग्यो। 3टा बजेर गयो, अब 2टा बजेछ। अब 2टामा एउटा त हतार होला, त्यो पनि हुन्छ कि हुँदैन। एउटा चाहिँ सिङ्गो चाहिँ छ, त्यसमा चाहिँ राख्नुहुन्छ? त्यसमा म राख्छु। तपाईले पनि तपाईको बजेटमा विभिन्न विषयवस्तु हैन, विभिन्न शीर्षकहरू समेट्न पाउनुहुन्छ। यो 3वटा बजेटमा के कुरा राख्नुभयो तपाईले? एउटा छोरीलाई शिक्षा दिने सवालमा तपाईले कुरा गरिहाल्नुभयो। हजुर। अन्य कुराहरू अब हाम्रो नगरपालिका हो, अभावै अभाव छ। खानेपानी, सिँचाइ देखि लिएर पूर्वाधार विकासहरू थुप्रै बाँकी छ। त्यहाँका जनप्रतिनिधिहरूको मेलमिलाप कस्तो छ? तपाईहरू कतिको मिलेर काम गर्नुहुन्छ? जनताका दुःख सुख कतिको सेयर गर्नुहुन्छ? जनताको काम कसरी गर्नुहुन्छ? त्यहाँको हाम्रो 60 जना जनप्रतिनिधि, हजुर 60 जना जनप्रतिनिधि सबै मिलेकै छ भन्छु म चाहिँ। किन नमिलेको भनौँ भने अब हामीले नगरसभा गरिरहेकै छ, अलिकति ढिलो भएको त हो नि, गरिरहेकै हो।
बजेट बाँडफाँड गरिरहेकै हो, बजेट चलाइरहेकै हो। 3 महिना 4 महिना ढिलो भएको त हो नि, भएको त हो नि, भएको त हो नि, भएको त हो। 3 महिना 4 महिना भने त सामान्य कुरो होइन त नि। होइन, त्यो होइन, लास्टमा आएर त हामीले सहमति गरिरहेको छ त, जस्तो भए पनि जसरी नै मिल्नै पर्छ। नमिला चाहिँ किन त भने कि एउटा नागरिकता बनाउनु त सबै कागजपत्र हुँदा पनि हामीलाई कति ढिलो हुन्छ भने सरकारको हो नि, एउटैको मनमानी हुँदैन। न उपमेयरको हुन्छ, न मेयरको हुन्छ, न वडा अध्यक्षज्यूहरूको हुन्छ। हामी 2 जना बुढाबुढीको त घरमा परिवारमा त मिल्दैन, बाउ छोरा आमा छोरा भनेपछि हामी त 60 जना परिवार त अलिक गाह्रो त हुन्छ नि। तर एक वर्षमा गर्नुपर्ने काम त तपाईँहरूको त जिम्मेवारी हो नि त, टाइममा असारमा गर्नुपर्ने होइन। 1 वर्षमा पो भएन, अर्को वर्ष पनि त्यस्तै, अर्को वर्ष पनि त्यस्तै। मलाई लाग्छ आउने वर्षको बजेट बनाउने काममा पनि त्यस्तै हुन्छ होला। तपाईँहरूको भागबन्डा मिल्दैन रे भन्छन् त। भागबन्डा भन्दा पनि पहिला सहमति हुनु पर्यो नि त। सहमति